त्यहाँ 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 ओए एउटा दामी गीत निकालेर सिक्दै गरौँ न हौ त्यहाँ त्यहाँ निकाल त यहाँ चाहिँ मेरो भिडियो भइरहेछ नि त त्यही भएर फुलाको थुङ्गा हौ कि यो त्यसको मेरो त कलर मिल्यो यार म्याच म्याच म्याचिङ म्याचिङ भइहाल्यो ओ साथी चल बुरुङ दिदी तपाईँ चाहिँ चुल्फी मात्र कपाल फुकाउनु चाहिँ किन नफुकाएको चुल्फी मात्र फेरि भराइकोमा चाहिँ फुकाउनु भएको रहेछ भरे मैले त्यो सुरुकोमा चाहिँ राम्रो थिएन हैन जुगुजुगु बाँधिराखेको थिएँ नि त बिहानदेखिको त्यही भएर यो होला क्वार्ली भएको होला किन भन्नु झन् कर्ली दामी हुन्छ नि त राम्रो पनि भए त हुन्थ्यो नि त कर्ली पनि तर मलाई कर्ली पकाउनु मन पर्छ अन्त ए यो होमस्टेको उतापट्टि चाहिँ पुरा खाने उहरू रहेछ हो ए होमस्टे भन्नुको मतलब यो घरको पछि अगाडिपट्टि चाहिँ कि कस्तो छ खै म थाहा छैन हौ त्यस्तो देखि म त हो कि क्या नयाँ गरेको होला थिएन अस्ति हामी खोइ हो कि भन्ने कुरो है तर छ कि छैन त्यो चाहिँ थाहा भएन सबै फेरि अस्ति अलिक हुन्छ त्यो बनेर चाहिँ सबै मरिसक्यो यो त आदि मरिसकेको छ अब गुलाबको पाला आउनु आँटेको रहेछ क्या उयो हेर्नु न मेरो झन् साह्रो गुलाब चाहिँ अब कहिले फुल्ने रहेछ भने वैशाख अन्तिमतिर अन्तिम भएन यो त अब छिटो फुल्छ एक हप्ता पछि त फुल्छ हो त्यति छिटो हो दिदी एक हप्ता 2 हप्ता पछि त छिटो न यत्रो कुप्ला बस्छ